एनपिएलको पनि हल्का प्रमोसन गरौँ। हाम्रो क्याप्टेन साहब यता हिँडिराख्नु भएछ होइन, अब गएर चौका छक्का हान्ने हो। अल्जफली होइन म्याक्स स्टेसनमा उत्रिसकेको छ है त गाइस। आज मेट्रो चढेर मेट्रोमा जाने। आउँदैछ गाइस, मेट्रो आइपुगिँदैछ। ECB. ल फाइनली अब आज ट्रफी उचाल्न जाँदैछौँ। ट्रफी उचाल्ने टिकट लिइसक्यो है त्यसलाई, टिकट फाइनल गाइस। कहाँ गयो हाम्रो मेरो विजय भाइ? अनि आएन त फ्रेममा। ट्रफी लिने होइन त, ट्रफी उचालेर मात्रै आउनुपर्छ। अस्ति हामी हतारमा भाग्यो नि त, सेलिब्रेसन छ नि। हिजो चाहिँ प्लेयरको सेलिब्रेसन पनि सकाएर टक्क आएको क्या। ल है आज अब ट्रफी उचाल्न जाँदैछौँ। गाडी रेडी छ। अब सबैजनाको पारा, अब नेपाली पारा आएर यहाँ टाइममा कोही पनि नआएर जान पाएको छैन है त्यसलाई, त्यो चाहिँ भन्नु पऱ्यो। विदेशमा पनि त्यो चाहिँ छोडिएन, गाह्रो छ। यो दुईवटा गाडी छ शारजा स्टेडियम जानलाई। आज चाहिँ हुर्तेल मामाको ब्याटिङ हेर्न पाइन्छ भन्ने के अरे आश गरेको छु होइन। ल अब बसमा चढियो। कता बस्यो मेरो भाइ? हाम्रो क्याप्टेन साहब यता हिँडिराख्नु भएछ होइन, अब गएर चौका छक्का हान्ने हो। ल गाइस आज चाहिँ नेपाल भर्सेस वेस्ट इन्डिजको गेमको अब ट्रफी लिन आएको। आज चाहिँ अब टस गरेदेखि अन्तिमसम्म हेरिन्छ। 2 घन्टा अगाडि आइपुगिरहेछौँ स्टेडियममा। अस्तितिर पुरै शारजाको जाममा उतै भुलेर खत्तम भयो। अब हामीले पनि एक चौका हान्छौँ होला प्र्याक्टिसमा होइन। ल ठिक छ। एनपिएलको टी सर्ट पनि यता आयो। ल विजय भाइ, एनपिएलको पनि हल्का प्रमोसन गरौँ। हाम्रो यता चाहिँ गेटमा चाहिँ राख एनपिएलको टी सर्टहरू अब यता राखिएको छ है, त सबैले कलेक्ट गर्न सक्नुहुनेछ। ल भाइ तिमीले चाहिँ एनपिएलको त्यो गरौँ अब। क्याप्टेन साहब आइपिएलको छोडिदिन क्या, एनपिएल एनपिएल त्यहाँ फेरि बोर्डमा उस गर्छ नि त आइपिएल। कहाँ छ?
गेट नम्बर 3 बाट छिरेको छु है त आज ल। अहिले हाम्रो खेलाडीहरू प्र्याक्टिसमा व्यस्त हुनुहुन्छ। प्र्याक्टिस गर्दै होइन त अहिले? अनि अझै खेलाडी हामी कति 2 घन्टा अगाडि आइपुग्यो हो नि त, त्यही भएर अझै खेलाडीहरू प्र्याक्टिस सेसन चल्दैछ। आजै मजाको गेम हेरिन्छ। हेलो हेलो, आज चाहिँ टक्क अगाडि आइपुगेको छु होइन, 2 घन्टा अगाडि आइपुगेको। अहिले कोही पनि आइपुगेको छैन। अझै हामी चाहिँ आज टस गरेदेखि हेर्ने हो। ल विजय भाइ, एनपिएलको जर्सी एकचोटि रिभिल गरिदिनु त। एनपिएल आउँदैछ है त ल। आज पुरै ग्राउन्ड भरिन्छ एनपिएलको जर्सीले। यस्तो छ अहिलेको भ्यू चाहिँ। दर्शकहरू सबै सिट खाली छ अहिलेलाई। अब एकछिनमा भर्ने क्रम जारी छ। अब एकछिनमा भरिन्छ। 2 घन्टाभित्रमा चाहिँ फुल हुने आशा छ होइन त विजय भाइ? त्यो छ, आश गरौँ यो ग्राउन्ड पुरै फुल भएर भरे आगो बाल्नुपर्छ। अहिले चाहिँ वेस्ट इन्डिज र नेपालको प्लेयरहरू प्र्याक्टिस गर्दैछ है त। गेम सुरु हुन अझै 1.5 घन्टा बाँकी छ। ओके, स्टे ट्युन लाइभ है त गाइस। लाइभ आउँदैछ। नेपालले आज ट्रफी उचाल्ने हो। गोर्खाली टोलीहरू उफ्रिरहेछ। यतापट्टि अङ्ग्रेज टोलीहरू, अङ्ग्रेज टोली गोर्खाली टोली कहाँ गयो? कुराहरू त हरायो त। गर्छ केटाले। मिश्र एन्ड्रुले ढाका टोपी लाउँदैछ है त केटा होला। यतिको त ठिकै हो नि। Sharjah Cricket Stadium for this 3rd and final match in the inaugural Unity Cup between Nepal and the West Indies. The captains are alongside me. I've got Rohit Patel of Nepal, joined by Akhil Hussain of the West Indies, also Mr. Narayan Kati, the ICC match referee. Rohit, you've got the point. Give it to us. टस गरिरहेछ क्याप्टेनले। Toss Akhil, what are you going to do, please? And wait. I've got a ball. Oh, Nepal is back. Yes. Very short, sharp series, but there's no hiding in that. You're 2-0 down. What's the reaction going to be from your team this evening? For us to definitely put up a better showing of ourselves. 2-1 is always better than 3-0, so that's the aim today, to get that double. Okay, what about your team tonight? Do you have any changes to your starting lineup? 2 changes. Sishan is out, Jewel is out, Kareem Gomez is debut, Rahman Simons is coming back in. Just a little word on Kareem McCord, great story coming from the USA through to a first debut from West Indies. He definitely had the full gone to the US, got some international experience there, played some franchise cricket as well, and now he's here representing West Indies. And we're very happy that that opportunity. Gil, I wish you, him and all the team the very best tonight. Thank you. West Indies choosing to have a ball first. Good luck, guys. What would you have done? That means you're going to bat. Thank you so much. Okay, up to you.
खै त ब्याटिङ गर्नलाई टोलीहरू अलि फुर्तिलोताले आएन त यार मल्ललाई ट्राई गर्नु पर्यो अब ओपनिङमा सही भयो होइन फाइनली मामाको ब्याटिङ हेऱ्यो है ल नेपाली मामाको ब्याटिङ ओके गाइस यता मन समक्ष Boys, pull up. Come on! Mario! क्या नाम अनंत कड़ा हो जे पाइते ना बोलम बस लेट गेम खेले बस सेलिब्रेट
त्यो त उता पुगेछ त्यो नेपालले वेस्ट इन्डिजलाई 100 कति रनको छ 123 रनको टार्गेट दिएको छ 122 रन बनाउन सफल टोलीहरू 2 बल हुँदाखेरि सबै विकेट गर्याम गुरुङ गएर अहिले बलिङ गर्नलाई आउँदैछ ल कसले बलिङ गर्यो पहिला करण केसी होइन उताबाट गर्दै रहेछ क्याप्टेनले गरे क्याप्टेन बलिङ गर्नु आज ल क्याप्टेनको बलिङ आज हाम्रो आचार्य दाइले राम्ररी आचार्य दाइले बलिङ बलिङ गर्न आएको छ गाउँको आचार्य दाइ सेम बसौँ पहिलो ओभरको दोस्रो बल लिएर क्याप्टेन साहब आउँदै हुनुहुन्छ के हो म त झुक्के छु कि क्या हो आफै झुक्यो ब्याटम्यान त हाल्नु पऱ्यो भने कोही स्पिडमा पर्दैन नि केटाहरूले बल भेटेन केटाहरू हार्यो आज नेपाल 10 विकेटले हार्यो है त ल तैयार पारे खत्तम भयो बर्बाद खुदा हो